Hey guys, welcome back to my video. यहाँहरु सम्पूर्णलाई मेरो भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। म प्रिया राई अदम्य। आज चाहिँ आएकी छु म इलाम जिल्ला सूर्योदय नगरपालिका वडा नम्बर 10 मा रहेको फिक्कल बजार। यहाँ चाहिँ प्रत्येक हप्ताको बिहीबार बजार लाग्ने गर्दछ। फिक्कल बजार चाहिँ इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर 10 मा लाग्ने गर्दछ र यहाँ चाहिँ नगरपालिकाको कार्यालय समेत रहेको हुनाले गर्दा अत्यधिक जनघनत्व समेत रहेको पाइन्छ। यस बजारमा स्थानीय स्तरमा उत्पादन भएका विभिन्न वस्तुहरू खरिद बिक्री गरिन्छ। फिक्कलको सिम्पानी क्षेत्र सूर्योदय नगरपालिका चाहिँ आफैमा पर्यटकीय क्षेत्र भएको कारणले गर्दा पनि यहाँ अत्यधिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको पाइन्छ। यहाँ चाहिँ मम्मी र म फिक्कलको सिम्पानी जाँदैछौँ। मम्मी भिडियोमा हेलो भन्नुहोस् न। हेलो। चियाबारी, डाँडाकाँडा एवं यहाँको पोखरीले पनि सिम्पानी क्षेत्रको सौन्दर्य बढाएको देखिन्छ। सिम्पानी क्षेत्र आफैमा सुन्दर भएको कारणले गर्दा पनि यहाँ पर्यटकहरू धेरै मात्रामा आउने गर्नुहुन्छ। साथै यहाँ चाहिँ विभिन्न भिडियो एवं फिल्मको समेत सुटिङ गर्ने गरिन्छ। यहाँ चाहिँ पानी सहितको सुन्दर पोखरी समेत रहेको छ। सो कारणले गर्दा पनि यस ठाउँलाई सिम्पानी भनिएको हो। यस सिम्पानी क्षेत्रमा होटल एवं रेस्टुरेन्टहरूको समेत व्यवस्था भएको कारणले गर्दा यहाँ प्रवेश गर्नुहुने पर्यटकहरूलाई सहज भएको पाइन्छ। सिम्पानी क्षेत्र चाहिँ आफैमा अत्यधिक सुन्दर छ। पर्यटकीय स्थलमध्ये एक हो। यहाँहरू पनि अवश्य एकपटक भ्रमण गर्नुहोला। साथै आजको हाम्रो यात्रा चाहिँ सुखमय एवं फलदायी रह्यो। आगामी अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई भने बिदा हुन्छु। आफ्नो ख्याल राख्नुहोला सम्पूर्णले। ओके, टेक केयर, बाय बाय, नमस्ते।